नेपाली खेलकुदको इतिहासमा आजसम्म कहिल्यै नभएको चमत्कार हुन गइरहेको छ के अस्ट्रेलियाका शक्तिशाली फाइटर काशिप मडोकलाई हराएर हाम्रा नेपाली स्टार रविन्द्र डाँट यूएफसीको आधिकारिक कन्ट्र्याक्ट हासिल गर्न सफल होलान् त। अगस्त 2026मा हुने रोड टु यूएफसी सिजन 3 को सेमिफाइनल भिडन्तले संसारभरिका नेपालीहरूको मुटुको धड्कन बढाइरहेको छ। तर यो सेमिफाइनल जितेपछि फाइनलको रविन्द्रको सामुन्ने कुन यस्तो डरलाग्दो फाइटर आउँछन् र के फाइनलको जितले नेपाली एमएमएको दुनियाँमा नयाँ उचाइमा पुर्याउला? आउनुहोस् यो भिडियोमा हामी फाइनलको सम्पूर्ण समीकरण र अप्रत्याशित भविष्यवाणीको पर्दाफास गर्नेछौँ। सबैभन्दा पहिला कुरा गरौँ यो ऐतिहासिक सेमिफाइनल नेपालका रविन्द्र डाँट, जसले आफ्नो आक्रामक शैली र नभए सिध्याइदिने अट्याकिङ माइन्डसेटले रोड टु यूएफसीको पहिलो चरणमा विश्वलाई नै चकित पारेका थिए। उनको अगाडि छन् अस्ट्रेलियाका कडा फाइटर काशिप मडोक। काशिप मडोक आफ्नो गजबको ग्राउन्ड गेमिङ र रेस्लिङका लागि चिनिन्छन्, तर रविन्द्रको शक्तिशाली पञ्च र टेकडाउन डिफेन्सले मडोकलाई नराम्ररी स्तब्ध पार्न सक्छ। खेल विज्ञहरूको भनाइ मान्ने हो भने यदि रविन्द्रले पहिलो 2 राउन्डमै मडोकलाई नजिस्कै आफ्नो डिस्टेन्स मेन्टेन गरेर स्ट्राइकिङ हावी भए भने अस्ट्रेलियाई फाइटर जित्ने सपना केवल सपनामै सीमित रहनेछ। अब आउँछ त्यो आश्चर्यजनक क्षण जसको बारेमा हामीले धेरैलाई पनि थाहा छैन र धेरैलाई थाहा पनि छ। यदि रविन्द्र डाँटले अस्ट्रेलियाका काशिप मडोकलाई नकआउट गरेर फाइनलमा प्रवेश गरे भने उनको समानता अर्को ब्याकगेटको विजेतासँग हुनेछ। अर्को सेमिफाइनलमा चीन र दक्षिण कोरियाका 2 खतरनाक अनुभवी फाइटरहरू आम्ने सामने हुँदैछन् भने विज्ञहरूको दाबी छ कि चीनका अत्याधिक शक्तिशाली र यूएफसी अनुभव बोकेका फाइटर फाइनलमा पुग्ने सम्भावना 100% रहेको छ। यसको मतलब के हो थाहा छ? नेपाल वर्सेस चीन वा दक्षिण कोरिया फाइनलमा पुगेपछि रविन्द्रले यस्तो फाइटको सामना गर्नुपर्नेछ र अर्का इन्डियाका खेलाडी पनि रहेका छन् जसको स्पिड र स्टामिना अन्तर्राष्ट्रिय स्तरमा मानिन्छ। यो भिडन्त केवल 2 फाइटर बीच हुने छैन, यो हुनेछ एसियाली एमएमएको वर्चस्व लडाई। अब प्रश्न उठ्न सक्छ के रविन्द्र डाँटले फाइनलमा जितेर यूएफसीको आधिकारिक सम्झौता यूएफसी कन्ट्र्याक्ट नेपाल भित्राउन सक्लान्? धेरै विश्लेषकहरूको रविन्द्रको जित सम्भावना अन्डरडगको रूपमा हेरिरहेका थिए, तर तथ्याङ्क र उनको हालकै फर्मलाई विश्लेषण गर्दा एउटा यस्तो तथ्य बाहिर आएको छ जसले सबैलाई चकित पार्न सक्छ। रविन्द्र डाँटसँग जुन पावर पञ्च र मानसिक डिपी मेन्टल टजनेस छ त्यो अन्तर्राष्ट्रिय र एसियाली फाइटरहरूका लागि सबैभन्दा ठुलो चुनौती बन्नेछ। यदि रविन्द्रले फाइनल खेलमा आफ्नो विरोधीहरूलाई ग्राउन्डमा नभई स्ट्याकिङ फाइट उभिएर गरिने प्रहारमा अल्झाउन सके भने उनले नकआउटको मार्फत जित हासिल गर्ने सम्भावना 70% भन्दा बढी रहेको छ। यो जित केवल रविन्द्रको हुने छैन, यसले नेपालबाट यूएफसीमा प्रवेश गर्ने पहिलो नेपाली फाइटरको रूपमा इतिहास पनि लेख्नेछ। तपाईलाई के लाग्छ कि हाम्रा नेपाली योद्धा रविन्द्र डाँटले अस्ट्रेलियाका काशिप मडोकलाई नकआउटमा प्रवेश गराएर फाइनलमा आफ्नो झन्डा गाड्न सक्लान् र फाइनलमा चीन वा कोरिया अथवा इन्डियाका फाइटरलाई हराउन सक्लान्? कतिको तयार छन्? आफ्नो विचार तल कमेन्ट बक्समा पक्कै लेख्नु होला। यदि यो भिडियोमा तपाईहरूले लाइक गर्नुभयो र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नुहोला। नेपाली फाइटर र नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्केको हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई तपाईहरूको साथीमा सेयर पनि गर्नुहोला। हामी अर्को श्रृङ्खला अन्तर्गत भेट्नेछौँ। त्यतिखेरको लागि बिदा दिनुहोस्। कोशी स्पोर्ट्स टिभी। हस्त धन्यवाद। नमस्कार। जय खेलकुद।